नमस्ते, मेरो नाम तिरोज कलाउनी। म कञ्चनपुर डिस्ट्रिक्ट मैदाननगरबाट आएको प्लेसमेन्टमा फर जापानको लागि एप्लाई गर्न। अनि मेरो भिजा चाहिँ लाग्यो आज। मैले आफ्नो प्लेसमेन्टको बारेमा चाहिँ आफ्नो बहिनीको थ्रुबाट थाहा पाएको, अनि उसले चाहिँ सजेस्ट गरेको मलाई यताको लागि। उसकै रिकमेन्डेसनमा यता आएको। मैले यता सुरुमा आएर आस्था नामलाई भेटेको, अनि आस्था नामले एउटा राम्रो काउन्सिलिङ गर्नु पर्यो। अनि जापानको बारेमा सबै बुझिसकेपछि अनि मैले यहीँ प्लेसमेन्टबाट एप्लाई गर्ने निर्णय गरेँ। यताको क्लासेसहरू एकदम राम्रो बेस्ट छ, अनि टिचरहरू एकदम फ्रेन्डली, सबै राम्रो हुनुहुन्छ। डकुमेन्टेसन गर्दा एकदम इजी अनि हेल्पफुल हुनुहुन्थ्यो म्याम, सबैले हेल्प गर्नुभयो, एकदम राम्रो। मेरो अहिलेसम्मको जर्नी प्लेसमेन्टबाट भनेको सबैभन्दा बेस्ट छ, अनि एक्सपेक्ट गर्यो भन्दा पनि धेरै राम्रो छ। कोही मान्छे नयाँ जापान जान चाहन्छ चाहिँ यतै आएर गर्नु, एकदमै राम्रो माहौल छ, अनि इन्भाइरोमेन्ट एकदम राम्रो छ, अनि सबै क्लासेसहरू राम्रो हुन्छ, पढाइ राम्रो हुन्छ, अनि हेल्पफुल हुनुहुन्छ सबै म्यामहरू। भिजा प्रोसेसहरू एकदमै स्मुथ छ।